अन्डर आई ड्राई छ, जति लगाए भने पनि आहा तल चाहिँ एकदमै क्रिजिङ हुन्छ भनेपछि चाहिँ निक्सको बेयर विथ मी सिरम कन्सिलर चाहिँ तपाईहरुको लागि हो। एकदमै लाइट वेट छ। मैले अहिले आहाको यतातिर कन्सिलर लगाएको पनि छु र यस्तो लाइट वेट छ, क्रिजिङ पनि बस्दैन। तपाईहरुलाई डेली वेयरको लागि चाहिँ बेस्ट हुन्छ। यहाँ चाहिँ मैले अघि ह्यान्डले ब्लेन्ड गरेको हो। अब यतातिर चाहिँ म यसरी यो ब्रशले ब्लेन्ड गर्छु। तपाईहरुलाई 1 पम्प पनि मोर देन इनफ हुन्छ तपाईको अन्डर आईलाई मजाले यसले कन्सिल गर्नको लागि। प्लस 1 पम्प लिएको हो मैले, यति मजाले यो ब्लेन्ड हुन्छ। अनि यो ग्लो देखिराख्नु भएको छ, यसमा चाहिँ सिरम पनि इन्फ्युज भएको हुनाले के हुन्छ भन्दाखेरि तपाईको स्किन केयर र मेकअप एउटै ठाउँमा हुने भयो। सो एकदमै मजाले कन्सिल गरिदियो, एकदमै मजाले ब्लेन्ड पनि भयो, ग्लो पनि दिन्छ। प्लस बेस्ट पोइन्ट भनेको यसको एकदमै लाइट वेट छ। अब पछि चाहिँ म यसरी पाउडर पफले यसरी ब्लेन्ड गरिदिन्छु यसलाई हैन, सो दैट ब्रशको लाइन्सहरु नदेखोस्। ल हेर्नुस् अब यस्तो मजाले कन्सिल गर्छ तपाईहरुको अन्डर आईलाई। अनि डेली वेयरको लागि चाहिँ पर्फेक्ट।